नमस्ते एभ्रिवान, सबैजनालाई वेलकम मेरो युट्युब च्यानलमा। आज चाहिँ म र मेरो साथी चाहिँ जस्ट डे अफ भएर बाहिर घुम्न जाँदैछौँ, जस्ट फर माइन्ड रिफ्रेसिङ है। हेरौँ, म अहिले चाहिँ मेट्रो स्टेसनमा छु। देख्न सक्नुहुन्छ यो चाहिँ मेट्रो स्टेसन हो। यहाँबाट चाहिँ अब हेरौँ केही स्पेसल ठाउँमा, जस्ट माइन्ड रिफ्रेसिङ हुने ठाउँमा, घुम्न जाने ठाउँमा हामी जानेछौँ। मेरो युट्युब च्यानलमा चाहिँ धेरै पछि युट्युबमा भिडियो बनाउँदैछु। त्यो भिडियो खै आज किन कताबाट भिडियो हाल्ने मन लाग्यो, त्यो भिडियोमा गएर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। हामी कहाँ कहाँ जान्छौँ तपाईँहरू सबलाई देखाउनेछौँ है। अब चाहिँ मेट्रो आउँछ भनेर सन्देश पनि दिइसक्यो। हेरौँ मेट्रो कतिखेर आउँछ। मेट्रो पनि आइसक्यो र हामी चढ्नेछौँ मेट्रोमा र हामी जानेछौँ। सो गाइज है, मेट्रोको एक्सपिरियन्स पनि एकदम दामी भइरहेछ, तपाईँलाई देखाउनेछु। अहिले चाहिँ अन्डरग्राउन्डबाट पास भएर चाहिँ अब आउटसाइडको भ्यूहरू छ, तपाईँलाई आउटसाइडको भ्यूहरू देखाउनेछु। त्यो आउटसाइडको भ्यूहरू तपाईँ हेरिदिनु होला, एकदम दामी है। चाहिँ मेट्रोबाट झरिसक्यो। अब केही बोल्नै आउँदैन, तपाईँलाई जे छ नबोलिकन सबै देखाउनेछु है। बोल्न चाहिँ मलाई केही आउँदैन, जस्ट ठाउँमा जानेछु, ठाउँहरू मात्रै देखाउनेछु है। बाहिर निस्किने ठाउँ चाहिँ कता हो भन्ने कुरो हुन्छ कि कायब जुन चाहिँ भित्रभित्रको बाटो आयो, बाहिर निस्किने कताबाट थाहा नै भएन तर एक दिन नै थाहा छैन। बाहिर निस्किन्छ, बाहिरको भ्यूहरू कस्तो हुन्छ। अब केही सपिङ पनि गर्नेछु अनि यसो माइन्ड एकदम काम गर्दा माइन्डहरू पनि कस्तो हुन्छ नि, ह्याम्पर भइरहेको थियो। ओह माई गड, फ्रेस हावा, ओ माई गड। माइन्ड फ्रेस गर्न बाहिरतिर आएको, जस्ट हेरौँ, रमाइलो गरौँ, घुमौँ। आज डे अफको दिन है। अब भ्लग त खासै त्यति राम्रो भ्लग बनाएको होइन, त्यति बोल्नु पनि आउँदैन, त्यसै प्रोफेसनल टाइपको भ्लगर पनि होइन। जस्ट आफ्नो मनको लागि, आफ्नो मन सन्चुरीको लागि एउटा भिडियो बनाउँ, हालौँ, जस्ट पछि मेमोरी हुन्छ। पछि यस्तो समय आउँदैन नि त, अब अहिले भिडियो बनाएर राखेपछि पछि हेर्नलाई, पछि एउटा मेमोरी, जस्ट मेमोरी हुन्छ भनेर चाहिँ जस्ट युट्युबमा अपलोड गर्ने हो। अनि तपाईँहरूलाई गाइज एउटा कुरो देखाउन चाहन्छु म। यसो पार्कतिर बस्ने ठाउँहरू, यहाँ चाहिँ अब यस्तो सिस्टम रहेछ कि पार्कतिर यस्तो बस्ने ठाउँतिर आएको, अनि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ मोबाइल चार्जको लागि वायरलेस मेरो आइफोन चाहिँ आउने भएको, मैले चार्ज यहाँ राख्ने बित्तिकै टक्क चार्ज हुँदो रहेछ। अब यो वायरलेस चार्ज सपोर्ट गर्ने मोबाइलहरू चाहिँ टक्कै यहाँ राख्ने बित्तिकै चार्ज हुन्छ। तर मैले चाहिँ आफ्नो मोबाइल चाहिँ चार्ज गरेँ, चार्ज चाहिँ त्यसै भयो, कार्ड केही लगाउनु परेन। मोबाइलको चार्ज पनि लगभग 30% थियो। भिडियो बनाउँदा चाहिँ फुल गरेको थिएँ, मेबी म रुमबाट निस्किँदा 80% थियो होला। भिडियो बनाउँदा 20%मा थियो। अहिले भर्खर चार्ज गरेँ, 30%सम्म भयो। अब फेरि हामी बाहिरतिर जानेछौँ, यसो घुम्नेछौँ, अनि बेलुकाखेरि लगभग 7-8 बजे चाहिँ रुममा जानुपर्छ, किन बाहिर धेरै मात्र बसेर फेरि फ्रेस कति फ्रेस हुने गरेन। जस्ट वेट, दिस इज नट ओपन फर अस है। अब भन्न खोजेको चाहिँ के हो भने लाइफमा चाहिँ पैसा इम्पोर्टेन्ट छ। गोइङ टु अफिस, त्यसको लाइफमा पैसा चाहिँ इम्पोर्टेन्ट छ, मनी इज अल्सो इम्पोर्टेन्ट, बट
मनी इज नट एभ्रिथिङ है, पैसा चाहिँ सबै कुरो होइन। अब जिन्दगीमा हामीले कति पलहरूमा चाहिँ पैसा 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 भन्दै त्यही पैसाको पछि मात्र हिँड्छौँ नि। तर पैसाको पछि हिँड्दा चाहिँ आफ्नो ह्याप्पिनेस, आफ्नो खुसीहरू चाहिँ होइन त्यो हराइसक्यो भन्छ क्या, गुमिसक्यो भन्छ। अनि त्यस कारणले आफूलाई डिप्रेसन हुने, मनमा त्यो मन खुसी नहुने, केही कुराहरू गर्न मन नलाग्ने। तर मैले चाहिँ के हो भने अब त्यही पैसाको लागि भनेर अब बाहिर आएको है, कामको लागि भनेर। अब पैसाको साथसाथै चाहिँ आफ्नो ह्याप्पिनेस, आफ्नो इन्ट्रेस्ट केमा छ त्यो कुराहरूलाई पनि अघि चाहिँ बढाउनुपर्छ है भन्ने चाहिँ मेरो लाइफमा एउटा रुल छ, एउटा फलो, त्यही कुराहरू फलो गर्छु म चाहिँ है। गाइस तपाईँहरू हेर्नुहुन्छ बात गर्दा हुन्छ होइन, यो ओरेन्ज ट्री गेट होला यहाँबाट भित्र हेर्ने। यो चाहिँ मेबी रेस्टुरेन्ट है। अघिको कुराहरू म कन्टिन्यू गर्न चाहन्छु है। के हो भने अब त्यही हो, कहिले पनि जीवनमा चाहिँ एउटा कुरो चाहिँ के हो भने कहिले पनि आफूलाई चाहिँ पछि म चाहिँ केही होइन है, म चाहिँ पछि बढ्छु है भनेर चाहिँ कहिले सोच्नु हुँदैन रहेछ। यो चाहिँ तपाईँहरूलाई पनि एउटा चाहिँ सजेसन है। आफूलाई चाहिँ जहिले पनि अगाडि राख्नु पर्दो रहेछ। म जे छु म एकदम राम्रो छु, म जे छु म चाहिँ त्यसमा एकदम ह्याप्पी छु भनेर लाइफमा चाहिँ यो कुरा चाहिँ सोच्नुपर्छ। आई एम द बेस्ट भर्जन अफ माइ सेल्फ भनेर चाहिँ त्यो सोचेर अघि बढाउनु भयो भने चाहिँ यु आर गोइङ टु बी अ टप पोजिसन, आफ्नो यो लाइफको एउटा शिखरमा जान सक्नुहुन्छ। बाहिर घुम्यौँ, ग्रिन त्यो वातावरणको मजा लियो, गफ गऱ्यौँ, तपाईँहरूसँग भिडियो बनायो। अब चाहिँ हल्का फिलिङ हङ्ग्री है, भोक लागेको अवस्था। हामी केही कुराहरू खान जान्छौँ। हेरौँ खाने ठाउँ खोज्दा मलमै अब हराउनु जस्तो छ। द्याट्स अल्सो गिटार सप है। मैले तपाईँहरूलाई गिटार सप देखेँ म एक दिन आएर यो गिटारहरू मात्रै एउटा गिटार किन्छु। बन्द छ अहिले, नत्र म गएर हेरेर चेक गर्थेँ होला। खोज्यो बल्ल एउटा रेस्टुरेन्ट भेटेछ होइन। अब यो रेस्टुरेन्टमा हामी चाहिँ लेट्स गो इट। अब हामी केही भोक लाग्छ, घुम्दा पेट पनि लास्ट खाली भएर भोक लागेको थियो। अब चाहिँ के खान्छौँ हामी। खानेकुराहरू सबै खाइयो। अब तपाईँहरूलाई अरू भिडियो के देखाउनु र है, नोइज डिस्ट्रेक्सन आइरहेको छ। अब हामी फेरि हाम्रो आफ्नो एकोमोडेसनतिर फर्किनेछौँ। आजको डे अफ, आजको छुट्टी रमाइलो भयो, घुमियो, भिडियो बनाइयो, खाइयो। सो गाइज हामी अब एकोमोडेसन आइपुगिसक्यौँ। आजको भिडियो चाहिँ तपाईँहरूलाई कस्तो लाग्यो? सो आज त्यस्तै छुट्टी भएर आज चाहिँ माइन्ड फ्रेस गर्न हामी बाहिर निक्लेका थियौँ।
दिनभरि भिडियो बनायौँ, गफ गऱ्यौँ, हिँड्यौँ, खायौँ है। तपाईँहरूलाई कस्तो लाग्यो भिडियो इन्जोय गरिदिनु भयो होला। र आज म पनि एकदम मेरो माइन्ड पनि फ्रेस भयो, ह्याप्पी भयो, खुसी भयो है। यसै गरी पछि फेरि नेक्स्ट टाइममा भिडियोहरू बनाउने छौँ। यो भिडियो मैले 1.5-2 वर्षपछि बनाएको हो। तपाईँहरूलाई कस्तो लाग्यो गाइज, मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। फेरि अर्कोचोटि म भिडियो बनाउने छु, नेक्स्ट भिडियोमा आफ्नो फुल बेस्ट दिनेछु भिडियो बनाउनलाई। सो यहाँसम्म हेरिदिनु भएको छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सी यू अन नेक्स्ट भिडियो। बाई बाई गाइज।